পাহাড়ের কৃষক ও যুব সমাজের অর্থনৈতিক উন্নয়নের পথে বড় পদক্ষেপ নিল দার্জিলিং। আইভি মাল্টিপারপাস কোঅপারেটিভ সোসাইটি আনুষ্ঠানিকভাবে মধু উৎপাদন ইউনিট শুরু করেছে, যা দার্জিলিং পাহাড়ে এই প্রথম এমন মাত্রার উদ্যোগ। গত 2 মাসের প্রচেষ্টার ফলস্বরূপ আইভি মাল্টিপারপাস কোঅপারেটিভের সঙ্গে মিনারেল স্প্রিংস প্রাইমারি এগ্রিকালচারাল কোঅপারেটিভ এবং ঘাইয়াবাড়ি আঞ্চলিক পিএসসি এর মধ্যে একটি গুরুত্বপূর্ণ চুক্তি স্বাক্ষরিত হয়েছে। অনুষ্ঠানে উপস্থিত ছিলেন কলকাতা থেকে আসা রাজ্য নোডাল অফিসার এবং পিএমইউ সেল এর প্রতিনিধিরা। চুক্তি স্বাক্ষর অনুষ্ঠানে সভাপতিত্ব করেন ডিসিডিসিবির চেয়ারম্যান কেশব রাজ পাখরেল। চুক্তির স্বাক্ষরের প্রতীকী সূচক হিসেবে দিনেই 2 পিএসসি আইভিকে প্রায় 40 লিটার কাঁচা মধু হস্তান্তর করে। চলতি বছরই পাহাড়ি কৃষকদের কাছে থেকে 1000 লিটার মধু সংগ্রহ করার লক্ষ্য ঠিক করা হয়েছে। ডিসিডিসিবির গত কয়েক বছর ধরে কৃষকদের কাছ থেকে কাঁচা মধু সংগ্রহ করে আসছিল। এবার আইভির উদ্যোগে দার্জিলিংয়ে হবে মধু প্রক্রিয়াকরণ, পরিশোধন ও বাজারজাতকরণের প্রস্তুতি, যা কৃষকদের আয়ের নতুন দিগন্ত খুলে দেবে। আইভি মাল্টিপারপাস কোঅপারেটিভ ইতিমধ্যে দুবাই সহ বিদেশি বাজারে মধু রপ্তানির অনুমতি পেয়েছে। ফলে দার্জিলিং পাহাড়ে উৎপাদিত মধু আন্তর্জাতিক বাজারে পৌঁছানোর সুযোগ তৈরি হল। এই উদ্যোগকে পাহাড়ের কৃষকদের অর্থনৈতিক ক্ষমতায়ন, স্থানীয় যুবকদের রোজগারের সুযোগ বৃদ্ধি এবং সমবায় ব্যবস্থার ঐতিহাসিক অগ্রগতি হিসেবে দেখা হচ্ছে। ভবিষ্যতে উৎপাদন বাড়ানো, আধুনিক সরঞ্জাম আনা এবং আরও আন্তর্জাতিক বাজারের খোঁজে কাজ চালিয়ে যাওয়ার পরিকল্পনাও রয়েছে। सबैजनालाई नमस्ते। म आइभी कोअपरेटिभ सोसाइटी लिमिटेड चेयरम्यान स्वप्नदीप थापा। अनि आज म डिसिसिबी ब्याङ्क हाम्रो चेयरम्यान साहेब अनि हाम्रा डिआरसिएस म्याडम अनि हाम्रा सिओ म्यामलाई म धन्यवाद दिन चाहन्छु कि आजको दिनमा हामीलाई एउटा ब्याङ्कमा एउटा हामीलाई जसरी हामीलाई जति पनि प्याक्सहरू छ, जस्तै प्राइमेरी एग्रिकल्चर कोअपरेटिभ सोसाइटी लिमिटेड, अनि उहाँहरूले जति पनि प्रडक्सनहरू गरिरहेको, कतिले हनीमा गरिरहेको हुन्छ, कतिले अदुवामा गरिरहेको हुन्छ, कतिले कुच्चोमा गरेको हुन्छ, कतिले कतिले धेरै प्रकारको प्रडक्सनहरू गरिरहेको हुन्छ। तर त्यो कुरोको मार्केटिङ नभएको कारणले गर्दाखेरि अहिले आइभी कोअपरेटिभ चाहिँ मार्केटिङमा काम गरिरहेको छ। अनि अहिले तपाईँको हामीले हनीमा विशेष गरी एउटा मार्केटिङ गरेको छौँ। अहिले हामीले दार्जिलिङ हनी भनेर हामीले एउटा लन्च पनि गर्न सक्षम बन्न सक्यौँ र हामीले हनीलाई एउटा नेक्स्ट लेभलमा लाने, जसरी एउटा लोकलमा मात्रै होइन तर हामीले बाहिर पनि एक्सपोर्ट गर्ने हामीले जति पनि गरेका छौँ। अनि हामीले अहिले हामीले दुबई र जापानमा पनि हामीले पठाउने एउटा सक्षम बनेका छौँ र हाम्रो कतिवटा ल्याब टेस्टिङको कुराहरूदेखि लिएर सबै कुरो आज हामीले गर्न सक्यौँ। सो हाम्रो फार्मर्सहरूले जति पनि प्रडक्सन गरेको कुरालाई आज जुन चाहिँ एउटा रक्सीको बोतलमा हामीले पुस्तौलीदेखि हामीले सुनेर आएको कि एउटा रक्सीको बोतलमा हामीले खाने गरेका छौँ। तर त्यो रक्सीको बोतलदेखिको आज दिनमा यो चाहिँ एउटा ग्रेट ट्रान्सफर्मेसन गरेका छौँ कि हामीले आजको दिनमा दार्जिलिङ हनी भनेर ब्रान्डिङ, नट ओन्ली दार्जिलिङ हनी, तपाईँको त्यसमा हामीले धेरै प्रकारको भेराइटिजहरू जुन चाहिँ सिजनमा जुन चाहिँ फुल फुल्छ, जस्तै इस्कुसको सिजनमा अब इस्कुस 6 महिना 7 महिना फुल्छ, त्यो सिजनमा फुलेको फुललाई हामीले स्क्वास हनी भनेर पनि हामीले त्यो लन्च गर्न आँटेको छौँ है। अनि त्यसको बादमा अरेन्जको सिजनमा हाम्रो जग्गामा धेरै अरेन्जहरू तपाईँको छ, त्यो अरेन्जको पनि फुलेको सिजनमा अरेन्ज, तपाईँको निम्बु, त्यो हाम्रोमा त्यो भोकटेहरू जब फुल्छ त्यति बेला हामीले अरेन्ज हनी भनेर त्यसलाई सिङ्क्रोनाइज गरेर एउटा हामीले अरेन्ज हनी भनेर एउटा गरेका छौँ। र दार्जिलिङ डिस्ट्रिक्ट तपाईँको हामीले हेक्टेयर्स अफ ल्यान्डले कभर छ है। अनि त्यति बेला पनि चियापत्ती धेरै फुल्ने गर्छ, त्यहाँबाट मौरीले तपाईँको जति पनि पोलेनहरू लिएर आएर हामीलाई त्यसमा एउटा फ्लेभर टच एउटा दिएको हुन्छ टीको हनीमा पनि। त्यो हामीले त्यो हनीलाई सुँग्दाखेरि त्यो टीको एउटा स्मेल आएको हुन्छ, त्यो पनि हामीले टी हनी भनेर यो सबै कुरोलाई हामीले एक्युमुलेट गरेर ब्रान्डिङ गरेर गभर्मेन्ट कम्प्लायन्सहरू सबै कुरो पुरा गरेर हामीले एउटा यो एउटा हाम्रो एउटा ग्रेट अचिभमेन्ट हो कि इट्स अ ग्रेट ट्रान्सफर्मेसन फ्रम द्याट रक्सीको बोतलदेखिको हनीकोदेखि लिएर एउटा हाम्रो ब्रान्डिङ एउटा दार्जिलिङ हनी भनेर है। यो हाम्रो लागि एउटा खुसीको कुरा हो। अनि म डिसिसिबी ब्याङ्क अनि कर्पोरेसन डाइरेक्टोरेटलाई म धन्यवाद दिन चाहन्छु। थ्याङ्क यू। यो एउटा एग्रिमेन्ट भयो, एउटा ऐतिहासिक एमओए साइन भयो। आइभी कोअपरेटिभ तीनधारिया साथै मिनरल स्प्रिङ कोअपरेटिभ प्याक्स, मिनरल स्प्रिङको प्याक्स अनि कोलाखामको प्याक्स, सायद घैयाबारी अञ्चलको प्याक्स, यो 3टा प्याक्सहरू माझमा एउटा मेमोरेन्डम अफ एग्रिमेन्ट भयो। के भन्दाखेरि आइभी कोअपरेटिभ सोसाइटीले चाहिँ उहाँहरूले महको प्रोसेसिङ युनिट उहाँहरूले इस्टाब्लिस गर्नुभएको छ र त्यहाँनिर चाहिँ यो 3टा अरू प्याक्सले चाहिँ
उहाँहरूलाई मह सप्लाई गर्छ अनि त्यो मार्केटिङ गराएर हामीले विश्व बजारमा बेच्ने जुन एउटा इनिसिएटिभ उहाँहरूले सुरु गर्नुभएको थियो त्यसको चाहिँ आज हामीले दार्जिलिङ डिस्ट्रिक्ट सेन्ट्रल कोअपरेटिभ ब्याङ्कमा मध्यस्थता गरेर आज यो एग्रिमेन्ट सफल गऱ्यौँ र आजकै दिन नै 40 किलो मह 40 लिटर्स मह चाहिँ उहाँहरूले आज नै यहाँ हस्तान्तरण गर्नुभयो र यो बृहत प्रोजेक्ट हो लगभग वर्षमा 1000 लिटर भन्दा बेसी मह यो सप्लाई गर्ने हाम्रो यो एउटा उहाँहरूको जुन इनिसिएटिभ छ र दार्जिलिङ डिस्ट्रिक्ट सेन्ट्रल कोअपरेटिभ ब्याङ्कले जहिले पनि जुन हाम्रो एउटा इन्टेन्सन छ हाम्रो यो एउटा मुहिम छ हामी यहाँको हाम्रो के अरे कृषकहरूलाई यहाँको नारी शक्तिलाई यहाँको युवा भाइ बहिनीलाई यहीँनिर उहाँहरूले नै केही एन्टरप्रेनरसिप गरेर यहीँनिर रोजगारको संसाधनहरू सृजना गरेर यहीँनिर गरी खाने बनाउने यसको निम्ति यो ठुलो एउटा इनिसिएटिभ हो र दार्जिलिङको मह जसरी दार्जिलिङको चिया विश्व बजारमा प्रख्यात छ त्यसरी दार्जिलिङ महलाई पनि विश्व बजारमा प्रख्यात बनाउनु निम्ति आज एउटा ठुलो इनिसिएटिभ सुरु भयो र हामी चाहन्छौँ उहाँहरूले एक्सपोर्ट इम्पोर्टको लाइसेन्स एप्लाई गर्नुभएको छ यहाँ स्टेट नोडल अफिसरमा आउनुभएको छ उहाँले हेल्प गर्नुहुन्छ र हामी आशावादी छौँ जुन आजको सुरुवात छ जसरी हामी अरू कुराको लागि मधेसतर्फ हेर्नुपर्छ यदि यो हाम्रो इनिसिएटिभ सक्सेस भएर विश्व बजारमा हामीले इम्पोर्ट एक्सपोर्टको लाइसेन्स उहाँहरूले पाउनुभयो भने डल्लै मधेस पनि पहाडलाई फर्केर हेर्नेछ र यो एउटा एपिसेन्टर हुनेछ र उहाँहरूलाई अग्रिम शुभकामना र सम्पूर्ण जति पनि तपाईँहरू कृषि क्षेत्रमा हुनुहुन्छ एसएचजीहरू हुनुहुन्छ सेल्फ हेल्प ग्रुप हुनुहुन्छ तपाईँहरूको जति पनि तपाईँहरूको फ्युचर एन्टरप्रेनरसिप प्रोजेक्ट्सहरू छ त्यसलाई सहायता गर्नु त्यसलाई एउटा कुनै एउटा ठाउँमा पुर्याउनु निम्ति डिडिसिबी दार्जिलिङ डिस्ट्रिक्ट सेन्ट्रल कोअपरेटिभ ब्याङ्क जहिले अग्रसर रहनेछ। धन्यवाद सबैलाई हाम्रो ब्याङ्कको तर्फबाट हार्दिक शुभकामना।